यतिका दिन भइसक्यो, के खायो होला, कहाँ बसिरह्यो होला। तर नयाँ चक्का हालेर गुडेर चाहिँ देखेको छु। कसमले धाँधे मारेर। अब सम्झेर के गर्छौ त गङ्गाकी आमा? ऊ पनि कमाउँला भनेर गएको त हो नि। भनौँ कि नमान्ने कि नमान्ने हो? भन्नुहोस् न, के कुरा हो त्यस्तो? छ्या, हजुर पनि के कुरा गर्नुहुन्छ? त्यस्तै जान्छौ कि क्या हो? फेरि लोनी उनीहरूको आइमा हुन्छ भन्छन्। आइमाईलाई सही ठाउँमा राख्ने, गलत ठाउँमा हिँडाल्ने भन्ने कुरो लोनीको आता हुन्छ। त्यो हुँदा सम्पूर्णको तेरो आता छ छोरा। खाली श्रीमतीको तनाव भयो भनेर बाहिर हिँडेर हुन्छ र? आमा, हजुर मेरो अलिकति पनि चिन्ता नलिनुहोस्। म सहर गएर धेरै पैसा कमाएर पठाइदिन्छु अनि हजुरका पनि दुःखका दिन जान्छन्। मेरो बारेमा धेरै नसोच्नुहोस्। म ठुलो भइसकेँ। अब मैले मेरो लागि केही गर्नुपर्छ। मेरी आमाको लागि अनि मेरो बहिनीको लागि मैले केही गर्नु छ आमा।